स्वागत छ यहाँलाई। हामी ओल्ड इज गोल्ड सिरिजमा छौँ। ओल्ड इज गोल्ड सिरिजमा आज मैले क्वेसन लिएको छु 2078 सेट सी क्वेसन नम्बर 10। ओल्ड इज गोल्डको 2078 को क्वेसन हामीले 2077 बाट सुरु गरेर 77 को दुईटा क्वेसन सल्भ गरिसकेका छौँ। 77 को दुईटा क्वेसन, त्यसपछि अब हामी आउँ 78 मा। यसै गरी 79 80 हुँदै हुँदै अगाडि बढ्नेछौँ हामी। ल अब ढिला नगरिकन क्वेसन के छ क्वेसनतिर लागौँ है त। A limited company issued 5,000 shares of rupees 100 each. एउटा कम्पनीले 5,000 सेयर इस्यु गरेको छ। कति सेयर इस्यु गर्यो त्यसले कारण मैले सर्टकटमा क्वेसनले भन्न खोजेको कुरा के हो, यसले सर्टकटमा यतातिर गरे। इस्युड 5,000 shares of rupees 100 each. एउटा शेयरको प्राइस कति छ 100 of rupees 100 each. एउटा शेयरको प्राइस कति छ 100 रुपैयाँ। 5,000 वटा शेयर इस्यु गरेको छ। एउटा शेयरको प्राइस छ 100 रुपैयाँ। एट अ डिस्काउन्ट अफ रुपीज 10 पर शेयर। एउटा शेयरमा 10 रुपैयाँ डिस्काउन्ट दिएर भनेपछि 100 को शेयरमा 10 रुपैयाँ डिस्काउन्ट दिए, डिस्काउन्टले त भ्यालु गर्छ भनेपछि कति हुनुभयो 90 मा इस्यु गरेको छ शेयर भन्ने कुरा तपाईले बुझ्नु पर्यो। एउटा शेयरको प्राइस 100 रुपैयाँ छ। 100 रुपैयाँमा 100 रुपैयाँ नउठाउने, 10 रुपैयाँ डिस्काउन्ट दिएर 90 रुपैयाँमा के गर्ने बेच्ने भन्ने कुरा गर्यो। शेयर पेएबल एज फलोज। पेएबल चाहिँ कसरी थियो, एप्लिकेसनमा 50 रुपैयाँ अन एप्लिकेसन रुपीज 50। अब जम्मा उठाउनु पर्यो 90 रुपैयाँ। 90 मा एप्लिकेसनमा 50 रुपैयाँ आयो। अनि त्यसपछि अन अलटमेन्ट रुपीज अलटमेन्टमा छ 40 रुपैयाँ। यो दुईटा गर्दा कति भयो जम्मा 90 रुपैयाँ उठाउने भयो। दुईटा इन्स्टलमेन्ट मात्रै उठाउने भयो। हिजो हेरेको क्वेसनमा योभन्दा अघिल्लो क्लासको क्वेसनहरुमा के थियो भने 3टा इन्स्टलमेन्ट उठाएको क्वेसन थियो, तर यसमा 3टा इन्स्टलमेन्टको कुरा गरेन, मात्रै 2टा इन्स्टलमेन्टको कुरा गर्यो। फर्स्ट इन्स्टलमेन्ट एप्लिकेसन अनि सेकेन्ड इन्स्टलमेन्ट इज अलटमेन्ट। त्यसपछि के भने फर्स्ट एन्ड फाइनल कलतिर गएन है, 2टा इन्स्टलमेन्ट मात्रै उठाउने भयो। भनेपछि हामीले के बुझ्नु पर्यो, जर्नल एन्ट्री भन्दाखेरि यसको चाडा मात्रै, एप्लिकेसनको 2टा र अलटमेन्टको 2टा गरेर जम्मा चाडा मात्रै जर्नल एन्ट्री बन्छ भन्ने कुरा बुझ्नु पर्यो। त्यसपछि क्वेसनले भन्यो एप्लिकेसन्स वेयर रिसिभ फर 4,000 शेयर्स। एप्लिकेसन कतिमा आयो 4,000 शेयरमा। एप्लिकेसन्स वेयर रिसिभ फर 4,000 शेयर्स। अब यो भन्दा अगाडिको क्वेसनमा चाहिँ हामीले के हेरेको थियौँ भने कम्पनीले जति शेयर इस्यु गरेको छ त्यो भन्दा बढी एप्लिकेन्ट्स रिसिभ हुन्थ्यो, एप्लिकेसन रिसिभ हुन्थ्यो। 5,000 शेयर इस्यु गरेको छ भने 8,000 10,000 12,000 5,000 भन्दा बढी एप्लिकेसन रिसिभ हुन्थ्यो। तर यो क्वेसनमा चाहिँ के भयो, इस्यु गरेको छ 5,000 शेयर, एप्लिकेसन कतिमा आयो 4,000 मात्र आयो। यसलाई भन्छ अन्डर सब्सक्रिप्सन भन्छ। यसलाई अन्डर सब्सक्रिप्सन भन्छ। अब यो अन्डर सब्सक्रिप्सन केस खासै इक्जाममा सोध्दैन। यो 2078 मा सोधेको छ एक्चुअली चाहिँ। यो 78 मा सोध्दाखेरि जम्मा 3 मार्क्सको मात्रै सोधेको छ, जम्मा 3 मार्क्सको मात्रै। अब यसलाई हामीले अन्डर सब्सक्रिप्सनको केस के हुन्छ भनेदेखि अब हाम्रो सबै हिसाब चाहिँ यो 4,000 युनिटमै डिपेन्ड हुन्छ। इस्यु गरेको युनिटमा हाम्रो हिसाब डिपेन्ड हुँदैन। सबै हिसाब स्टार्टिङदेखि एन्डिङसम्म हामी जति पनि हिसाब गर्छौँ त्यो सबै केमा जति एप्लिकेसन रिसिभ भएको छ त्यति मात्रै गर्छौँ। हामीले ओभर सब्सक्रिप्सन हुँदा बढी एप्लिकेसन आउँदाखेरि के गर्थ्यौँ भनेर हामीले योभन्दा अगाडिको क्लासमा पनि हेरेका छौँ, योभन्दा पछि आउने क्लासहरूमा पनि फेरि हामी हेर्छौँ। ल अनि त्यसपछि के भन्यो, एप्लिकेसन वेयर रिसिभ फर 4,000 शेयर्स एन्ड अल शेयर्स वेयर अलटेड। सबै शेयरलाई के गर्यो बाँड्यो, सबै शेयर होल्डरलाई शेयर दियो। किनभने हामीले 5,000 बेच्न राखेको होस्, 5,000 इस्यु गरेको, 5,000 मध्ये 4,000 मात्रै एप्लिकेसन आयो भनेदेखि त 4,000लाई त सबै शेयर के गर्न मिल्यो दिन मिल्यो। अगाडिको केसमा के हुन्थ्यो, बढी एप्लिकेसन आउँथ्यो र सबैलाई दिन मिल्दैन थियो, प्रोराटा एलोटमेन्ट गर्नुपर्ने हुन्थ्यो, रिजेक्ट गर्नुपर्ने हुन्थ्यो। यो केसमा त्यस्तो भएन। त्यसपछि कल्स पनि वेयर ड्युली रिसिभ। सबै पैसा चाहिँ टाइममै रिसिभ भयो, कुनै पनि पैसा नआउने नउठ्ने भन्ने केही पनि भएन। अब हामीले क्वेसनले भनेको छ रिक्वायर्ड एन्ट्रिज फर एप्लिकेसन अर एन्ट्रिज फर एलोटमेन्ट। एप्लिकेसनको एउटा एन्ट्री बनाउनु पर्यो र एलोटमेन्टको एन्ट्री बनाउनु पर्यो। मैले यता फर्मेट बनाइसकेको छु। माथि हेडिङ लेखिन्छ जर्नल एन्ट्रिज, डेट, पर्टिकुलर, एलएफ, डेबिट रुपिज, क्रेडिट रुपिज। अब सुरु गरौँ ढिलो नगरिकन। एप्लिकेसन को एंट्री ए को 1 मा अन एप्लिकेसन लेख्ने
अन एप्लिकेसन गर्दाखेरि एप्लिकेसन इन्भाइट गर्दाखेरि कम्पनीलाई के हुन्छ भन्दाखेरि एप्लिकेसन आउँछ। एप्लिकेसन आउनु भनेको कम्पनीको खातामा पैसा आउँछ। कम्पनीको खातामा पैसा आउँदा हामी के गर्छौँ बैंक अकाउन्ट डेबिट। कति पैसा आउँछ त भन्दाखेरि इस्यु गरेको त 5000 सेयर हो, 5000 को पैसा आउँदैन, 4000 को मात्रै पैसा आउँछ किनभने एप्लिकेसन कति रिसिभ भएको 4000 युनिटलाई मात्रै रिसिभ भएको हिसाबले के गर्छौँ 4000 इन्टु एप्लिकेसन रेट 50, 4000 इन्टु 50 गरेर त्यसपछि क्रेडिटमा टु सेयर एप्लिकेसन अकाउन्ट, टु सेयर एप्लिकेसन अकाउन्ट। 5000 को हिसाब कहीँ पनि आउँदैन। अब यहाँ मात्रै 4000 मा डिपेन्ड हुन्छ सबै हिसाब। 5000 को कुरा कहीँ कतै पनि आउँदैन, 4000 मा डिपेन्ड हुन्छ। ल अब हेरौँ 4000 इन्टु 50 2 लाख हो। 4000 इन्टु 50 गर्दाखेरि 2 लाख, 2 लाख डेबिटमा अनि 2 लाख क्रेडिटमा। अब के लेख्ने यहाँ बिङ एप्लिकेसन मनी रिसिभड, बिङ एप्लिकेसन मनी रिसिभड। एप्लिकेसनको फर्स्ट एन्ट्री सक्यो। सेकेन्ड एन्ट्रीमा मैले भनेको थिएँ क्रेडिट साइडको सेयर एप्लिकेसन अकाउन्टलाई डेबिटमा लाने। यहाँ लेख्ने सेयर एप्लिकेसन अकाउन्ट डेबिट, पैसा पनि त्यही ल्याउने 2 लाख छ क्रेडिटमा, डेबिटमा 2 लाख नै ल्याउने। अनि अब के गर्ने टु सेयर क्यापिटल अकाउन्ट, टु सेयर क्यापिटल अकाउन्ट। अब यसमा सेयर क्यापिटलमा त्यही 4000 इन्टु 50 गर्दा त्यही 2 लाख आउँछ, त्यही 2 लाख। अब यसमा टु बैंक अकाउन्ट पनि भएन किनभने टु बैंक अकाउन्टहरूलाई ओभर सब्सक्रिप्सन बढीमा एप्लिकेसन रिसिभ हुनु पर्थ्यो, त्यसपछि अलिकति सेयर होल्डरलाई रिजेक्ट गरेको हुनु पर्थ्यो। अनि त्यो त्यस्तो खालको केस केही पनि छैन भनेपछि यति नै भयो। सेयर एप्लिकेसन अकाउन्ट डेबिट टु सेयर क्यापिटल अकाउन्ट बिङ एप्लिकेसन मनी ट्रान्सफर टु एप्लिकेसन मनी ट्रान्सफर टु सेयर क्यापिटल अकाउन्ट एन्ड बिङ एप्लिकेसन मनी ट्रान्सफर। यति मात्रै गर्दा भयो। यति गरेपछि हाम्रो एप्लिकेसनको एन्ट्री सक्यो। त्यसपछि अब हाम्रो सेकेन्ड एन्ट्री भनेको बी को फर्स्टमा बी को आईमा हामी गर्छौँ अन एलोटमेन्ट। एलोटमेन्टको पनि दुईटा एन्ट्री, एउटा पैसा माग्दाको एन्ट्री, अर्को पैसा रिसिभ गर्दाको एन्ट्री। पहिला कम्पनीले पैसा माग्छ, माग्दा बनाउने जर्नल एन्ट्री र कम्पनीले पैसा रिसिभ गर्छ, रिसिभ गर्दा बनाउने जर्नल एन्ट्री। अब पैसा माग्दाखेरि पैसा माग्दा के गर्नु पर्यो सेयर एलोटमेन्ट अकाउन्ट डेबिट, सेयर एलोटमेन्ट अकाउन्ट डेबिट। कति भन्दाखेरि 4000 सँग माग्नु पर्यो। कतिको दरले एलोटमेन्ट रेट कति छ 40 को दरले भनेपछि 400 को 16 1,60,000। अब यहाँ हेर्नुहोस् है केमा इस्यु गरेको छ यो सेयरलाई डिस्काउन्टमा इस्यु गरेको छ। डिस्काउन्टमा इस्यु गर्यो मात्रै भन्ने डिस्काउन्ट कहाँ छ के छ केही पनि भनेन क्वेसनले। मैले भनेको थिएँ प्रिमियम र डिस्काउन्ट क्वेसनले भन्छ भने अनुसार या भन्दैन भनेदेखि जहिले पनि सेयर एलोटमेन्टमा हुन्छ भनेपछि डिस्काउन्ट दिँदाखेरि घाटा लाग्छ। डिस्काउन्ट दिँदा घाटा लाग्छ त्यसलाई कहाँ राख्ने डेबिट साइडमा राख्ने। अब के गर्ने डिस्काउन्ट अकाउन्ट डेबिट, डिस्काउन्ट अकाउन्ट डेबिट गरे पनि हुन्छ या डिस्काउन्ट अन इस्यु अफ सेयर्स अकाउन्ट डेबिट गरे पनि हुन्छ। डिस्काउन्ट अकाउन्ट डेबिट अर डिस्काउन्ट अन इस्यु अफ सेयर्स अकाउन्ट डेबिट गरे पनि हुन्छ। डिस्काउन्टको पैसा कति हो त भन्दाखेरि 4000 सेयरको 10 रुपैयाँको दरले कति भयो 40000। प्रिमियमलाई हामीले क्रेडिटमा राख्छौँ। प्रिमियम भनेको फाइदामा इस्यु गर्यो, बढीमा सेयर भनेको एउटा पार भ्यालुभन्दा बढीमा इस्यु गर्यो भने त्यसलाई प्रिमियम भन्छौँ। प्रिमियमलाई हामी क्रेडिटमा राख्छौँ। डिस्काउन्ट भनेको घाटा हो, डिस्काउन्टमा इस्यु गरौँ भनेको कम्पनीलाई घाटा हुन्छ, डिस्काउन्टलाई के गर्ने डेबिटमा राख्ने। यहाँ मैले डिस्काउन्ट अकाउन्ट डेबिट लेखेको छु, यसलाई डिस्काउन्ट अन इस्यु अफ सेयर्स अकाउन्ट डेबिट पनि लेख्न मिल्छ है। कति कति त्यो लेखेको भेट्नुभयो भने त्यो पनि मिस्टेक होइन। त्यसपछि अब क्रेडिटमा टु सेयर क्यापिटल अकाउन्ट। अब एउटा कुरा के विचार गर्नुहोस् भनेदेखि यहाँ 4000 इन्टु 40 र 10 ले 50 गरेर यहाँ 2 लाख। के चाहिँ बुझ्नु पर्यो भने इफ
सेयर प्रिमियममा इस्यु गरेको छ भने यहाँ सेयर क्यापिटलको कुरा गर्दैछु है म। सेयर प्रिमियममा इस्यु गरेको छ, मानौ सेयर प्रिमियममा इस्यु गरेको छ र एलटमेन्टको रेट मानौ 40 रुपैयाँ हो रे। 10% प्रिमियम या 10 रुपैयाँ प्रिमियम छ भने अब यसलाई छुट्याउनु पर्यो। 30 रुपैयाँ चाहिँ सेयर क्यापिटलको, 10 रुपैयाँ चाहिँ प्रिमियमको हो भनेर छुट्याउनु पर्यो र के गर्नु पर्यो, यो 30 रुपैयाँलाई सेयर क्यापिटलमा, यो 10 रुपैयाँलाई प्रिमियममा लगाएर राख्नु पर्यो। तर डिस्काउन्टको केस 40 रुपैयाँमै डिस्काउन्ट हो भने, 40 रुपैयाँ डिस्काउन्ट गरिसकेपछिको पैसा हो भने हामीले के बुझ्नु पर्यो भने 50 रुपैयाँ चाहिँ सेयर क्यापिटल राख्नु पर्यो र 10 रुपैयाँ चाहिँ डिस्काउन्ट गरेर राख्नु पर्यो। 50 माइनस 10 गर्दाखेरि 40 यसरी यो चाहिँ छुट्याउनु पर्यो। हिजोको केसमा मैले के गरेको थिएँ, यो पैसालाई सेयर प्रिमियम र सेयर क्यापिटल भनेर छुट्याएको थिएँ। अब यसमा चाहिँ यो थपियो, डिस्काउन्ट डेबिट भनेपछि यो र यो जोडेर क्रेडिटमा भयो। ल यसको न्यारेसन बिइङ एलटमेन्ट मनी, बिइङ एलटमेन्ट मनी ड्यू, एलटमेन्टको पैसा माग्यो भन्यो। अब एलटमेन्टको पैसा मागिसकेपछि सेकेन्ड एन्ट्रीमा के हुन्छ, एलटमेन्टको पैसा रिसिभ गर्छ कम्पनीले। एलटमेन्टको पैसा रिसिभ गर्दाखेरि सेकेन्ड एन्ट्रीमा पैसा रिसिभ गर्दा बैंक अकाउन्ट डेबिट कति पाउँछ त पैसा भन्दा 1,60,000 पैसा आउँछ। बैंक अकाउन्ट डेबिटमा 1,60,000 अनि टु सेयर एलटमेन्ट अकाउन्ट, टु सेयर एलटमेन्ट अकाउन्टमा कति, त्यही 1,60,000। कल्स इन एडभान्स, कल्स इन एरियर केही पनि छैन। यसलाई न्यारेसन लेख्ने बिइङ एलटमेन्ट मनी, बिइङ एलटमेन्ट मनी रिसिभ। यति गरिसकेपछि हामीलाई यो क्वेसनले दिए अनुसारको सोलुसन सक्यो। त्यसको छोटो छ, हामीलाई जम्मा 3 मार्क्समा मात्रै सोध्यो। 3 मार्क्समा सोध्दा यो 1 मार्क्समा सोध्यो एप्लिकेसनको, र एलटमेन्टको कति मार्क्समा सोध्यो, 2 मार्क्समा गएर जम्मा 3 मार्क्समा सोध्यो। यसरी सोद्धाखेरि चाहिँ अर्को 2 मार्क्सको भनेको अर्को 2 मार्क्सको पनि केही अर्को भनेको ए र बी गरेर, जस्तै क्वेसन नम्बर 12 को ए मा यो सोध्यो, अनि 12 को 3 मार्क्सको 12 को बी मा 2 मार्क्सको अरू केही सेयर फर्निचरतिरबाट कुनै अरू केही जोडेर सोधेको हुन सक्छ। ल यसको सोलुसन सक्यो। आजलाई यति नै, हामी फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ। हस्, धन्यवाद।